यो सरकारले देशको भ्रष्टाचारलाई सफा गर्ने काम गर्नुपर्छ। भ्रष्टाचारलाई सफा गर्ने काम गर्ने क्रममा नेपाली कांग्रेस पार्टीको स्पष्ट कुरा छ, जोसुकै परोस्, कांग्रेस परोस्, एमाले परोस्, दायाँको परोस्, बायाँको परोस्, हाम्रो परोस्, आमाको परोस्, मामाको परोस्, हामी जान्दैनौँ। गलत काम गर्ने मान्छेले सजाय पाउनुपर्छ। यो मान्यता स्थापित गर्न सक्यो भने बल्ल नागरिकहरूको भरोसा सृजना हुन्छ। त्यो भरोसा सृजना गर्ने काम तपाईँ हामी मिलेर गर्नुपर्नेछ। महाराज हिजो हामीले महाराज भइबक्छ, त्यो गइबक्छ, सक्यो, त्यो अध्याय बन्द। आज छलफल गर्ने विषय भनेको नेपालमा नयाँ रोजगारी कसरी सृजना गर्ने हो। विश्वप्रकाश शर्मा र म दुईजना महामन्त्रीले भर्खर मात्रै कांग्रेसभित्र मिशन रोजगारी भनेर एउटा अभियान सुरु गरेका छौं। हाम्रो अभियान भर्खर प्रारम्भ भएको छ। केही समयपछि हामी गुल्मीमा पनि आउँछौं। पूर्व राजाले जनता आह्वान गर्नका निम्ति छान्ने तिथि पनि फाल्गुन 7। आज पूर्व राजालाई आह्वान गर्न छान्ने मिति पनि चैत्र 26। अनि मैले यहाँ बस्दा बस्दा के सोचेँ भने हामीले यो देशमा आन्दोलन गर्यौं, यो गर्यौं, त्यो गर्यौं, त्यो त हुँदै हो। यतिसम्म गरेछौं वा गर्न भ्याएछौं वा गर्न सकेछौं हामी सबै मिलेर भने पूर्व पञ्चलाई कुनै आन्दोलन गर्नका निम्ति चाहिने दिन पनि हाम्रै क्यालेन्डरबाट दिनुपर्ने अवस्था आएको छ। फागुन 7, चैत्र 26, वैशाख 11 होइन। मेरो सुझाव हो। फेरि मैले कुनै उत्तेजनामा आएर भनेको पनि होइन। साँच्चीकै कार्यक्रम गर्ने हो भने हामी त चैत्र 26 मै गर्छौं, हामी फागुन 7 मा गर्छौं, हामी वैशाख 11 मा गर्छौं, हामी जेठ 15 मा पनि गर्छौं। यो पटक गणतन्त्र दिवस भव्यतापूर्वक हामी गणतन्त्र दिवस मनाउँछौँ। साँच्चीकै राजा ल्याउनुपर्छ भनेर आह्वान गर्नेले कार्यक्रम गर्ने हो भने, हिम्मत हो भने पुस 1 गते कार्यक्रम गर्ने दिन छान्नुपर्छ। हिम्मत हो भने असोज 18 गते छान्नुपर्छ, माघ 19 छान्नुपर्छ। माघ 19 मा जे गरियो ठिक गरियो भन्ने हिम्मत राख्नुपर्छ। असोज 18 मा जे गरियो, पुस 1 गते जे गरियो भन्ने हिम्मत राख्नुपर्छ। दिन छान्ने फागुन 7, दिन छान्ने चैत्र 26, जनता जितेको दिन छानेर अनि जनताको पराजय हुनुपर्छ भने आह्वान गर्ने कुरा तिथिको छनौटबाट पनि मिल्दैन। आज खालि एउटा सन्दर्भ परेकोले गर्दा मात्रै मैले यो विषय उठाएको। मलाई यो विषयमा धेरै छिर्नु पनि छैन। आज थुप्रै स्थानीय विषयहरू उठेका छन्, पार्टी संगठनको सुधारसँग सम्बन्धित विषयहरू उठेका छन्, विकास निर्माणका विषयहरू उठेका छन्। यी सबै विषय कि मैले टिपोट गरेको छु कि मनमा राखेको छु, ती मनन गर्ने विषयहरू, ती प्रत्येक विषयमा अहिले प्रतिक्रिया दिन आवश्यक छैन। किनकि तपाईँले सुनाउनु भएको यी कुराहरू सुनेर यी केटाहरू जाउँ, यसमा केही काम गरौँ भनेर तपाईँले सुनाउनु भएको छ। ती कुराहरू हामीले सुनेका छौँ, हामीले मनन गरेका छौँ। समय धेरै भर्किएको छ, नेताहरूले धेरै कुरा बोलिसक्नु भएको छ। आज म धेरै समय लिएँ। मैले केवल दुईटा तिनवटा कुराहरू मात्र भन्नु छ। अघि महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभएको कुरामा मैले केही कुरा थप्ने भएको छ, त्यति मात्र। नेपाली कांग्रेस पार्टीको आजको दिनको भूमिका के हो भन्ने बारेमा उहाँले सविस्तार चर्चा गर्नुभएको छ। त्यो नै कुरा हो। त्यही सन्देश लिएर तपाईँले यहाँबाट जानुपर्छ। यो मैले एउटा मात्रै कुरा थप्छु। नेपाली कांग्रेस पार्टी तपाईँ हाम्रो पार्टी नेपालको राष्ट्रिय पार्टी हो। राष्ट्रिय पार्टी भनेको कांग्रेसले चुनावमा कति भोट ल्यायो त्यसको आधारमा निर्वाचन आयोगले दिने प्रमाणका आधारमा मैले भनेको राष्ट्रिय पार्टी होइन। बीपी कोइराला लगायतका नेताहरूको तस्बिर भर्खर हामीले माल्यार्पण गर्यौं। यो पार्टी जुन दिन उहाँहरूले खोल्नुभयो, शमशेरबहादुर खत्रीहरू, मोतीराम भुषालहरू जुन दिन यो पार्टीमा लाग्नुभयो, त्यो लागेकै बेलामा यो पार्टी राष्ट्रिय पार्टी थियो। 70 सालमा राजाले कु गरेको बेलामा शमशेरबहादुर खत्रीको शिर हातमा लिएर राजाका सेनाहरूले यहाँभित्र ताण्डव गरिरहेको बेलामा पनि नेपाली कांग्रेस पार्टी राष्ट्रिय पार्टी नै थियो। राष्ट्रिय पार्टी चुनावले बन्दैन। त्यो पार्टी राष्ट्रिय पार्टी हो जसले राष्ट्रको धर्म निर्वाह गर्छ, राष्ट्रिय धर्म निर्वाह गर्छ। त्यो पार्टी राष्ट्रिय पार्टी जसले राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो समस्यालाई बुझ्छ, त्यो समस्या आफ्नो समस्या ठान्छ, हिसाब किताब नगरिकन हल गर्ने कोसिस गर्छ, त्यो राष्ट्रिय पार्टी हो। 60 सालमा गुल्मीको गाउँ गाउँबाट आउनुभएको छ, तपाईँहरू फर्किनुहुन्छ। 2060 साल भनेको धेरै वर्ष अगाडि होइन, 20 वर्ष अगाडि। आज यहाँबाट गएपछि आँखा चिम्म गरेर 20 वर्ष अगाडि तपाईँ के गर्दै हुनुहुन्थ्यो भनेर सोच्नुभयो भने त्यो बेलाको दृश्य हाम्रो अगाडि आउँछ। माओवादीको हिंसाबाट देशलाई निकाल्नुभन्दा
20 वर्ष अगाडिको कुनै पनि देशको ठुलो समस्या थिएन। त्यो हिंसाबाट निकाल्ने काम गरेर हामीहरू अगाडि आयौँ। 70 साल भनेको 10 वर्ष अगाडि हो। चन्द्र भण्डारी संविधान सभामा निर्वाचित गराएर तपाईँले पठाउनु भएको थियो। 64 सालमा नेपाली कांग्रेस नराम्रोसँग पराजित भएको थियो। संविधान सभाले संविधान बनाउन सकेन। दोस्रो पटक असफल भएको भए नेपाल अर्को ठूलो द्वन्द्वमा पर्थ्यो। नेपाललाई सम्हाल्नु त्यो बेलामा संविधान सभा सफल बनाउनु हाम्रो राष्ट्रिय जिम्मेवारी थियो। बनायौं। चुनाव गराउनु पर्यो, चुनाव गरायौं। अहिले 2081 साल सकिएर 82 साल लाग्दैछ। आज हामीसँग संविधान छ, संविधानले बनाएको संरचना छ। अब हाम्रो राष्ट्रिय विषय के हुनुपर्ने थियो? अघि नै खेलकोट मन्त्रीले सुरुमा चर्चा गर्नुभएको, पछि चन्द्र भण्डारीले सविस्तार व्याख्या गर्नुभएको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पेसा, उद्योग हाम्रो सबैभन्दा ठूलो राष्ट्रिय विषय हुनु पर्थ्यो। तर छैन। सरकारमा रहन्छौं, छौं, तर हामी सरकारमा रहँदै गर्दा यो सरकार घाम रहेसम्म, पानी जुन रहेसम्म सरकार रहन्छ भन्ने ढङ्गबाट होइन। यो सरकार बनाउनुको पछाडि निश्चित उद्देश्य थियो। त्यो उद्देश्यको कसीमा हामी सफल भइरहेका छौँ कि छैनौँ भन्ने कुरालाई हामीले प्रत्येक पल हेर्नुपर्ने छ। खास गरिकन कुशासनका विषयलाई लिएर, भ्रष्टाचारको विषयलाई लिएर नागरिकहरूमा ठूलो प्रश्न छ, ठूलो निराशा छ। अघि विश्वप्रकाश शर्माले राम्रोसँग व्याख्या गर्नुभएको छ। म पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईहरूले घरमा गाउँमा गएर जिम्मा लिएर भन्न सक्नुहुन्छ कि नेपाली कांग्रेस पार्टीको तपाईँ कार्यकर्ता हो। यहाँ मञ्चमा 2 जना महामन्त्री बसेका छौँ। यहाँ आज पार्टी सभापति पनि आउने कुरा थियो, आज आउन पाउनु भयो। तर मञ्चमा पार्टी सभापति बसेको भए पनि, महामन्त्री बसेको भए पनि तल खपकसँग बस्नुभएको तपाईँ पार्टीको क्रियाशील सदस्य र मञ्चमा बस्ने हाम्रो हैसियत बराबर हो। यहाँ कोही ठूलो कोही सानो छैन। तपाईँ म सबै मिलेर पार्टी बन्ने हो। खाली महामन्त्री, सभापति, सांसद भनेको जिम्मेवारी मात्रै, जिम्मेवारी मात्र ठूलो सानोको कुरा। तपाईँ हामी सबै मिलेर पार्टी बनेको छ। हामी 9 लाख भन्दा बढी पार्टीका सदस्यहरू छौँ। 20 लाख मान्छे पार्टीका मतदाताहरू छन्। हामी सबैको साझा घर, साझा सम्पत्ति हो। यत्रो ठूलो परिवारमा कुनै एउटा व्यक्तिले गलत काम गर्छ भने, भ्रष्टाचार गर्छ भने, आचरण खराब राख्छ भने त्यसको जिम्मा उसैले लिनुपर्छ। कांग्रेसको सभापतिले खराब गरे पनि, कांग्रेसको महामन्त्रीले खराब गरे पनि गुलिमीको एउटा गाउँको एउटा सज्जन कार्यकर्ताले त्यसको जिम्मेवारीता लिँदैन, त्यसको जवाफदेहिता ऊ हुँदैन, ऊ जवाफदेही हुँदैन, उसले बोक्दैन। यो कांग्रेसको क्यारेक्टर। हामी त्यसकारणले गर्दा यो बेलामा चाहन्छौँ हामीले तत्काल गर्नुपर्ने केही कामहरू छन्। कामको गति मैले पटक पटक भन्दै आएको छु, कामको गति मिलिरहेको छैन। सरकार जुन गतिमा जानुपर्ने हो गति भएन, गति पुग्यो। म जुन ठाउँमा बसेर काम गरिरहेको छु, एउटा संयन्त्रमा बसेर काम गरिरहेको छु, त्यो संयन्त्रभित्र पनि मैले भन्ने कुरा यही हो, बाहिर आएर भन्ने कुरा पनि यही। यो गतिले पुग्दैन। म पार्टीका सभापतिलाई पनि त्यही कुरा भनिरहेको छु, प्रधानमन्त्रीलाई पनि त्यही कुरा भनिरहेको छु। नेपालको प्रधानमन्त्रीले 2-3 महिना 4 महिना मेरो अनुरोध के छ भने प्रधानमन्त्रीजीलाई 2-3 महिना 4 महिना प्रधानमन्त्रीले एक शब्द नबोल्नु भएको हुन्छ, मन्त्रीहरूले एक शब्द नबोल्नु भएको हुन्छ। प्रधानमन्त्री मन्त्रीहरूले केवल काम गरिदिनुहोस्, राम्रो काम गरिदिनुहोस्। तपाईँहरूले गरेको कामको प्रचार गर्न हामीहरू छौँ। देशभरि सभा गरेर प्रचार गर्छौँ। हाम्रो साथीले गरेको कामको पनि गर्छौँ, पार्टीको साथीहरूले गरेको कामको पनि गर्छौँ, सरकारमा बसेको साथीले गरेको कामको पनि चर्चा गर्छौँ। त्यसैले म पार्टीका तमाम सबै साथीहरूलाई, तपाईँ सबैलाई आग्रह गर्न चाहन्छु, यत्रो ठूलो सम्मेलन तपाईँहरूले गर्नुभएको छ, यत्रो भव्य सम्मेलनको आयोजना गर्नुभएको छ। यहाँबाट फर्केर तपाईँहरू जाँदै गर्दा एकजना साथी पनि, यहाँबाट फर्केर जाँदै गर्दा कोही पनि साथी निराश भएर यहाँबाट फर्कने होइन। मेरो तपाईँहरूलाई आग्रह छ, यहाँबाट फर्केर जाँदै गर्दा अघि विश्वप्रकाश शर्माले भन्नुभएको छ, एकजना साथी पनि नेपाल बन्दैन भन्ने संशय राखेर जाने होइन। यहाँबाट फर्केर जाँदै गर्दा प्रत्येक साथीले एउटा भरोसा राखेर जाने हो, हामी नेपाली कांग्रेस हो। 2060 सालको त्यत्रो हिंसामा डुबेको देशलाई त हामीले सम्हाल्यौं। 70 सालमा संविधान सभा असफल भइसके पछाडिको अवस्थामा त हामीले सम्हाल्यौं। 74 सालमा नेपालमा निर्वाचन हुन नसकेको अवस्थामा त हामीले सम्हाल्यौं। अस्ति संसद विघटन भएर अस्तव्यस्त भएको बेलामा त हामीले सम्हाल्यौं। अहिले हामी सम्हाल्छौँ। हामी सम्हाल्ने ठाउँमा छौँ। 82 साल लाग्न लागेको छ। 84 सालमा चुनाव हुन्छ। 2-2.5 वर्षको समय छ। बीपी गोरालाले 18 महिनामा गर्नुभयो। गिरिजा प्रसादको सरकारले 36 महिनामा गर्यो।
हामीसँग आज करिब 2.5 वर्षको समय छ। 84 सालको चुनावमा पुग्नुभन्दा अगाडिको यो 2.5 वर्षको समयको प्रत्येक दिनलाई तपाईँ हामीले सदुपयोग गर्ने हो। वडामा बसेको साथीले वडाबाट काम गर्ने, यहाँ प्रदेशको मान्य मन्त्रीजी हुनुहुन्छ, प्रदेशको साथीले प्रदेशमा काम गर्ने, विश्वप्रकाश शर्माले विश्वप्रकाशको ठाउँबाट काम गर्ने, चन्द्र भण्डारीले चन्द्र भण्डारीको ठाउँबाट काम गर्ने, मैले मेरो ठाउँबाट काम गर्ने, खिलगोज पन्थीले खिलगोज पन्थीको ठाउँबाट काम गर्ने, सांसद भएकोले सांसद, मन्त्री भएकोले मन्त्री, वडाध्यक्ष भएकोले वडाध्यक्ष, मेयर भएकोले मेयरको जिम्मेवारीबाट यो 2.5 वर्षको समयमा बीपी कोइरालाको पार्टीको कार्यकर्ता हुँ भने चेत राखेर, गिरिजा प्रसाद कोइरालाको पार्टीको कार्यकर्ता हुँ भने चेत राखेर, कृष्ण प्रसाद भट्टराई गणेशमान सिंहका शिष्यहरू भन्ने चेत राखेर यो 2.5 वर्षको समयभित्र प्रत्येक दिन एउटा राम्रो काम गरेर, प्रत्येक दिन एउटा नराम्रो कामको खत मेटेर नागरिकहरूलाई अझ राम्रो हुँदैछ भन्ने भरोसा दिलाउने काम हाम्रो हो। त्यसैले कांग्रेस आत्तिएर कांग्रेसले मात्र देशको मूल्य चुकाउँदैन। कांग्रेस आत्तियो भने सिङ्गो देशले त्यसको मूल्य चुकाउनु पर्छ। देशसँग सुविधा छैन। 60 सालदेखि 80 सालसम्म 20 वर्ष लगाएर यत्रो दुःख खाएर हन्डर खाएर बल्ल एउटा संविधान बनेको छ, बल्ल एउटा व्यवस्था आएको छ। नेपालसँग आज प्रचुर सम्भावना छ, तर हाम्रा केटाकेटीहरू सम्भावनाको प्रयोग गर्न पाइरहेका छैनन्, सकिरहेका छैनन्। यत्रो ठूलो संख्यामा बाहिर काम गर्न गइरहेका छन्। तिनको कामलाई सम्मान गर्ने हो, तिनले कमाएर पठाएको पैसाको सदुपयोग गर्ने हो। त्यो सदुपयोग गर्ने क्रममा हामीले बहस नयाँ ढङ्गले गर्नुपर्ने छ। गुल्मीमा यत्रो विकास भएको छ। म चन्द्र भण्डारीलाई हृदयबाट आभार प्रकट गर्न चाहन्छु। मैले देखेको छु चन्द्र भण्डारी कुदेको, के कुरा भएको छ। मन्त्री नभएको बेलामा कुदेको देखेको छु, 70 सालमा कुदेको देखेको छु, 74 सालमा सांसद नहुँदा कुदेको देखेको छु, सिंहदरबार गएको देखेको छु, मानिसहरू भेटेको देखेको छु। यो ठाउँ त्यसै बनेको छैन। यहाँका जनप्रतिनिधिहरूले काम गरेका छन्। अहिलेको मेयर सबै थुप्रै साथीहरूले काम गरेर आज यत्रो पूर्वाधार बनेको छ। तर अब चिन्तन गर्नुपर्ने बेला आएको छ। यत्रो पूर्वाधार बनेको छ, तर पूर्वाधार बनिसकेपछि पनि मानिसहरू पहाडमा किन अडिरहेका छैनन्? हिजो बिजुली थिएन, बाटो थिएन, बत्ती थिएन, टेलिफोन थिएन, के पनि थिएन, तर सबै पहाडमा बस्नुभयो। आज पहाडमा सबै कुरा छ, तर मानिसहरू पहाड बसिरहेका छैनन्। सालदण्डीको बाटो 2 महिनामा 6 महिनामा बन्दैछ। म भर्खर आज पोखराबाट बिहान उठेर करिडोरको बाटोबाट तपाईँको कार्यक्रममा सहभागी हुन आएको। पोहोर साल यस्तै कार्यक्रम सकिएपछि राति पोखरा पुगेको। यत्रो ठुलो पूर्वाधारको विकास भएको छ। तर यत्रो पूर्वाधारको विकास हुँदै गर्दा पनि त्यो पूर्वाधारको सदुपयोग गर्न किन सकिरहेका छैनौँ? कुनै एउटा व्यक्तिको कारणले होइन। चिन्तन गर्नुपर्ने छ, सामूहिक रूपमा चिन्तन गर्नुपर्ने छ, नेपाली भएर चिन्तन गर्नुपर्ने छ। 4 खरब रुपियाँको भारतबाट मकै भटमास किनेर ल्याउँछ नेपाल। आलु किन्छ, स्याउ किन्छ, तरकारी किन्छ, फलफुल किन्छ, मल किन्छ, बिउ किन्छ, माछा मासु दुध सबै कुरा किनेर ल्याउँछ। 4 खरबको किन्छ। यत्रो बाटो बनाएका छन्, यत्रो बिजुली बत्ती राखेका छन्, यत्रो पूर्वाधार बनेको छ, यत्रो तन्नेरीहरू छन्, तर पनि 4 खरबको बजार हुँदै गर्दा पनि हामी उत्पादन किन गरिरहेका छैनौँ? फेरि यसको अर्थ कुनै एउटाले आएर भनिदिन्छ राजाको पालमा धेरै उत्पादन होइन। पहिलाको भन्दा उत्पादन 4 गुणाले बढेको छ, तर उत्पादन 4 गुणाले बढ्दै गर्दा पनि बजार यत्रो हुँदै गर्दा पनि हामीले त्यही बजारलाई पुर्याउन सक्ने गरिकन उत्पादन गर्न सकिरहेका छैनौँ। किन? कहाँनिर सुकिरहेका छौँ? यो चिन्तन गर्ने बेला यो 10 वर्ष त्यस कारणले गर्दा मैले पटकपटक भनेको छु, यो 10 वर्ष इतिहासमा हामीले थन्काइसकेको, इतिहासमा टुङ्ग्याइसकेको, अब भयो पुग्यो भनेर एक ठाउँ हामीले टुङ्ग्याइसकेको विषयका बारेमा नेपाल अल्मलिने होइन। नेपालसँग त्यो सुविधा छैन। गयो अब महाराज, हिजो हामीले महाराज भइबक्छ, त्यो गइबक्छ, सक्यो, त्यो अध्याय बन्द। आज छलफल गर्ने विषय भनेको नेपालमा नयाँ रोजगारी कसरी सृजना गर्ने हो। विश्वप्रकाश शर्मा र म 2 जना महामन्त्रीले भर्खर मात्रै कांग्रेसभित्र मिशन रोजगारी भनेर एउटा अभियान सुरु गरेका छौँ। हाम्रो अभियान भर्खर प्रारम्भ भएको छ। केही समयपछि हामी गुल्मीमा पनि आउँछौँ। हामी तपाईँहरूसँग बसेर छलफल गर्न चाहन्छौँ, कुराकानी गर्न चाहन्छौँ। यत्रो पूर्वाधार बनिसकेपछि गुल्मीका तन्नेरीलाई गुल्मीमा कसरी अडाउने भन्ने बारेमा चिन्तन गर्न चाहन्छु। तपाईँहरूले आज यति महत्त्वपूर्ण कार्यक्रम गर्नुभएको छ, मलाई एकदम खुसी लागेको छ। कोही साथीले पानीमा काम गर्नुभएको छ, कोही साथीले खेतीमा काम गर्नुभएको छ, कोही साथीले अध्यापनमा काम गर्नुभएको छ। ती तन्नेरीहरूलाई तपाईँले सम्झनु भएको छ, सम्मान गर्नुभएको छ। यो कांग्रेसको क्यारेक्टर, यो कांग्रेसको चित्र, यो कांग्रेसको स्वभाव हो, चरित्र हो। नेपाली कांग्रेस पार्टीले यस्तो वातावरण बनाउँदै लिएर जाने हो। त्यसैले म पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ, आज धेरै ढिलो भयो, तपाईँहरूसँग यति नै कुरा राख्छु।
फेरि अर्को बेलामा आएर राख्नुला। तर मेरो यति मात्रै अनुरोध छ, तपाईँले यत्रो भव्य सम्मेलन गर्नुभएको छ, भोलि तपाईँहरू बस्नुहुन्छ, छलफल गर्नुहुन्छ, पार्टीको आन्तरिक विषयमा छलफल गर्नुहोला। धेरै चिन्ता केही छैन। पार्टीको क्रियाशील सदस्य टुङ्गाउनु भएको छ। म सदस्यताको बारेमा काम गर्छु, विश्वप्रकाश शर्मा हुनुहुन्छ, उहाँले विधानको बारेमा काम गर्नुहुन्छ। हामी केही समयमा टुङ्ग्याउँछौँ। पार्टीको अधिवेशन हुँदैन भन्ने भ्रम कसैले छर्छ भने कृपया नसुन्नु होला, काम बन्द गर्नु होला। त्यसैले यो आज हामी चन्द्र भण्डारी छोड्न सक्दैनौँ है भनेर भन्न पनि दुईटा महामन्त्रीहरूले पछिल्लो समय एउटा कार्यक्रममा गइएकै छैन, बाँडिएर गइएको छ। तर गुल्मी किन आएको हामी सँगसँगै भने हामी चन्द्र भण्डारी छोड्न सक्दैनौँ भनेर भन्न पनि आएको हो। त्यसैले दाइ पनि यो कुरामा धेरै नअल्मनिनु होला। दाइ कहिले काहीँ यसो अल्मनिनु होला कि भन्ने डर हो। यति कुरा राख्दै मेरो आफ्नो कुरा पनि गर्छु। धन्यवाद, नमस्कार, जय नेपाल।